गाइज आज हेलो गाइज आज हामी दोहोरी गाउँदैछौँ अनि युट्युब च्यानललाई लाइक सब्सक्राइब गर्न नभुल्नु होला। ल आज चाहिँ हामी एउटा दोहोरी राम्रोसित गाउँछौँ। हामीलाई आउनु त आउँदैन, त्यही पनि अलिकति मेसो मिलाएर गाउँदैछौँ। हामी अमन लाग्यो त्यसैले हामी अल्छी लागेपछि यो यस्तो त हुँदै भइहाल्यो, हो कि होइन? हामी के गर्दैछौँ आज? दोहोरी दोहोरी। अरू के भन्नु छ त्यहाँ? अरू के भन्नु, भिडियो राम्रो नभए नि लाइक सब्सक्राइब गरिदिइहाल्नु होइन? कोही बात नहीं, हामी चाहिँ गाउँछौँ आज। ल हामी सुरु गर्छौँ। केही टपिकको नाम के अरे? चिया। चिया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। यो स्पेसल हाम्रो गाउँको मान्छेहरूको लागि है। हामी अलि माया, गाउँकै मायाको बारेमै गाउँछौँ हामी। मान्छे त ठिकै हो, बोनी कस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। हे हिजो राति पानी नि परेछ, मेरो नाउँ चाहिँ सुनिल सधोरे त चिया सस्तो छ। मान्छे त ठिकै हो, बानी कस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। ए आज हामी काठमाडौँ गएको हो, भाइ तिमी के गर्न आएको हो? भैया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। ए हामी चाहिँ काठमाडौँ आएको, भविष्यमा के गर्न लाएको, चिया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। ल ए भोडी बनाउन सधैँ नि जिम हान, भाइ तिम्रो कस्तो भो इक्जाम? चिया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। ए इक्जाम नि खतम भो, इक्जाम नि खतम भो, रिजल्टमा 4 विषय लाको हो, चिया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। ए पढ्ने बानी बसालो भाइ हो, तिमीलाई मैले कुट्नु नि पर्या हो, चिया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। ए पढ्ने बानी बसालेको बसाले हो, बसा हामी पढ्ने नि सोच्या हो, चिया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। मान्छे त ठिकै हो, बानी कस्तो छ। हे हामी काठमाडौँ आएर हरायौँ, भात नखाएर काठमाडौँ गरायौँ, चिया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। ए हामी चाहिँ गाउँबाट सहर आएको हो, 2-4 दिन हराएर। अर्को ल्याउँदो भने यार मिस्टिङ भयो यार, त मिलाउनु त के भयो। हे गाउँको माया लागेर गएको छु, अब तिमीलाई ल्याउने विचार आएको छु, चिया सस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। सुरु गरौँ भन्नु। ए तिमीलाई मैले भेट्न नि गएको थिएँ, भेटेर नि छोरो नि पाकी थियौ, चिया कस्तो छ, मान्छे त ठिकै हो, बानी कस्तो छ। हे
गाउँबाट आयौँ 3 दिन नि हरायौँ स्कुल जाँदा अर्को बाटो गइदियौँ चिया सस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ हे भाइहरूले आदिममा पढ्या हो पढ्दा पढ्दै 4 विषय लगाइदिया हो चिया सस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ हे इङ्ग्लिस आउन हामीलाई नि जिन्दगीमा त्यही भएर लाको हो विषयमा चिया सस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ ए इङ्ग्लिसमा मेहनत नि गर्नु नि गरे थियो तही पनि इक्जाममा 4 विषय लाको चिया सस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ हे पढ भन्दा लुडो मात्र खेल्ने ती ट्युसन पढाउँछु भन्दा गर्लफ्रेन्डलाई फोन हान्ने नि चिया सस्तो छ मान्छे त ठिकै हो मान्छे ठिकै हो ए लुडो खेल्न आपिनी बोलाउने बाँचे चाहिँ अहिले चाहिँ हाम्रोलाई लगाउने चिया सस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ हे पाठ पढाउँदा इङ्ग्लिस नि आउँदैन म्याथको फर्मुला एकै नि जान्दैन चिया सस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ मान्छे नि ठिकै हो मान्छे कस्तो छ ए फर्मुला नि चाहिँदा नि चाहिन्न म्याथमा चाहिँ दिमाग चाहिँ चाहिन्छ चिया सस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ हे गालातिर उसाए जस्तो छ पेट हात फुक्साए जस्तो छ बानी कस्तो छ हैट मान्छे त ठिकै हो बानी कस्तो छ ए गाउँको माया लागेर मर्या छु अब हामी केही गर्ने सोच्या छौँ भैया सस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ ल गाइस अब चाहिँ हामी गीत गायौँ होइन अब दोहोरी गायौँ अब चाहिँ खकी र सुनिलबाट एउटा गीत जान्छ क्या ऱ्यापको जे होस् खतरा जान्छ गीत एउटा सबै गाउँछौँ हामी मिलेर तर चाहिँ फर्स्टमा हामीले खकीलाई चाहिँ दोहोरी खेल्न आउँथ्यो किन नबनाएको चाहिँ हामीसँग मिल्दैन उनको लेभल अलि माथि हुन्छ क्या वैशाख लेभलमा त्यसमा गाउँछ नि त खकीले त्यस्तो हामीसँग मिल्ने भएर सिकाउने पहिला हामी खकी हो हामीले सिकाउने पहिला त्यही भएर खकीकै भन्छ ल गीत गा खकीले के गीत गाउने भने